लास्टै ध्वस्ता भइसक्यो अनि अगाडिको थाल्यो समुदायको एभ्रिवान के छ फेरि पनि वेलकम ब्याक छ मेरो नयाँ भिडियोमा। अनि आजको भिडियोमा चाहिँ म आएको छु यता पोखरा हस्पिटलतिर आएको थिएँ अनि बाइक पनि बनाउन जान लागेको। अहिले चाहिँ म पृथ्वी चोकमा छु होइन। अहिले चाहिँ पृथ्वी चोकमा छु अनि मेरो बाइक पनि यहाँ छ होइन। टायर चाहिँ हेर्न लास्टै ध्वस्ता भइसक्यो अनि त्यही भएर चाहिँ यो टायर फेर्न जान लाग्यो। अगाडिको पनि यस्तो छ होइन। अनि यहाँ चाहिँ हस्पिटलमा पनि अलिकति काम थियो त्यही भएर चाहिँ बसेको। मम्मी चाहिँ यहाँ बस्नुपर्छ, अब म चाहिँ उताको जानुपर्ने हुन्छ। अहिले पृथ्वी चोकमा छु होइन। हाम्रो मामा सर पनि त्यता हुनुहुन्छ। सो हेलमेटमा नि यस्तो बनाइदिएको छु होइन। सो अब जानुपर्ने हुन्छ। त्यो टी सर्ट लगाएर आएको कि लास्टै गर्नु भयो अनि त्यही भएर सो अहिले चाहिँ हस्पिटलमा आएको छु। सो त्यही हो होइन। अहिले चाहिँ हामी आएको छौँ हस्पिटल होइन, सामुदायिक अस्पताल। यो चाहिँ गराएको हुन्छ पृथ्वी चोकको होइन। काम गरेर आएको मम्मीको म होइन। त्यही हो यतिको छ लुक चाहिँ। यो चाहिँ टिका भयो राइडर नम्बर। अहिले चाहिँ म आइसकेको छु अनि यहाँ चाहिँ हाम्रो टायर फिर्न लगाएको छौँ होइन। अनि टायर चाहिँ दामी दामी गोटीवाला फिर्न लाग्यो। अहिले चाहिँ यहाँ दिन्छ टायरको खानेमा छु। टिक्न चाहिँ कति टिक्छ? रनिङ कति भन्छ हामी कुरो रनिङ त भइरहेको छ। यो फ्ल्याटमै हेर्ने होइन यो टायर के भन्नाले मतलब फ्ल्याटमा है। भइसकेको छ होइन। अनि चाहिँ अगाडिको थाल्यो पछाडि सेफ्टी गएको चाहिँ सेफ्टी गएको चाहिँ यसलाई निकालिदिन्छु मैले चाहिँ। बेनिफिट बल्ल ध्यान दिनु पऱ्यो। अब चाहिँ अगाडिको थाल्यो अगाडि पनि लास्टै भेट्दा पर्छ। अगाडि पनि यस्तो छ यसलाई नि पर्छ होइन। अगाडि चाहिँ गोवाला हाल्न लाग्यो। पछाडिको चाहिँ बल्ल ध्यान हुन्छ। त्यही हो म अझै पनि हेर्छु होइन। अहिले अब एकछिनमा जानुपर्ने हुन्छ। घामले डढेर लास्टै भइसक्यो। पिम्पल हेर्नु न डेन्जर धिराएको छ होइन। कपाल पनि त्यस्तै भएको छ। मेरो हेलमेट पनि त्यही छ होइन। बसिरहेको छ हेलमेट चाहिँ यो हेलमेट एउटा किनेको एसआरएसको युजबाट। अहिले चाहिँ यहीँको साइडमा आएको छु म चाहिँ माथि हाम्रो प्राइभेटमा। टायर पनि भइसकेको छ है। अब दामीवाला छ दुइटै अगाडिको पछाडिको चाहिँ भइसक्यो। अहिले चाहिँ चेन्ज गरिसकेको छु होइन। अब चाहिँ घर जान लाग्यो अनि टेन्सन हुन्छ। लुक चाहिँ अगाडि र पछाडिको दुइटै फेरिसकेको छौँ होइन। सो लुक एट द भ्यू होइन। यो चाहिँ यस्तो भएको छ पुरै होइन। पछाडिको पनि यस्तोवाला छ है त्यसलाई। अब चाहिँ दुइटै फेरिसकेको छ। अब चाहिँ जानुपर्ने हुन्छ घरतिर होइन। सो त्यही हो है त। पछि भेटौँला। अहिले चाहिँ म छु यहाँ चोकमा होइन। यो सब भइसकेको छ। पढाइदिन्छ ढोलको आउँछ अहिले चाहिँ यता चाहिँ म देख्दिनँ होला है सबै भन्छ। त्यस्तो छ। अहिले चाहिँ हङकङबाट जानु लाग्यो। हङकङबाट चाहिँ यहाँ खाजा खानु लाग्यो हङकङ बजारभित्र। लाइनमै कोही अहिले चाहिँ हामी यहाँ खाजा खाएर आइसकेको छौँ। अनि मम्मीले तरकारीहरू किन्दै हुनुहुन्छ होइन।
हङकङ बजारमा छौँ जताततै तरकारी छ यस्तो छ दिनु सक्नुहुन्छ होइन मान्छे डेन्जर धेरै छ सो त्यही हो पसिना भएको छ ओठ हेर्नु कति पिङ्क भएको छ कि सुप्पा खाम जस्तो भयो होला फेरि हजुरलाई त्यही हो यस्तो छ है जताततै म चाहिँ ढुक्क हो कि भिडियो फेरि यता चाहिँ मान्छेहरू चाहिँ जताततै दिन्छन् हुन्छ यता जताततै मान्छेहरू छन् त्यही पनि यता चाहिँ केही लाग्दैन यता घरतिर मात्र कि सुविधा लाग्ने चाहिँ सो त्यही अब एकछिनमा भेट्नुपर्ने हुन्छ होइन टायर चाहिँ एकदम दामी भइसकेको छ सो त्यही हो खै त फाइनली एभ्रिवान है म चाहिँ अहिले घर आइसकेको छु अनि डक्टर कुर्दा चाहिँ एकदमै ढिलो भएको थियो अनि त्यही भएर चाहिँ बल्ल अहिले घर आएको छु होइन यस्तो हतारो भइसकेको छ होइन देख्न सक्नुहुन्छ अनि सो त्यही हो अब चाहिँ खानासाना खाँदा सुत्दिनु पर्ने हुन्छ सो त्यही हो भ्लग चाहिँ मैले अलि छिटो हाल्दा चाहिँ पाएन अलि ढिलो नै भयो होइन सो त्यही अब भ्लगहरू चाहिँ बनाउँछु तर हाल्नै भ्याउन्न कि एडिट गर्नु पऱ्यो हाल्नु पऱ्यो होइन अनि टाइमै मिल्दैन सो त्यही भएर चाहिँ अब यो भिडियो चाहिँ अब अहिले हाल्दैछु होइन सो त्यही हो अनि भोलिको भिडियो पनि रेडी भइसकेको छ अब त्यसलाई एडिट गरेर हाल्नुपर्ने हुन्छ सो भ्लग चाहिँ सकेसम्म चाहिँ डेली हाल्छु नसके चाहिँ त्यही हो 1-2 दिन बिराएर हाल्नेछु होइन सो त्यो माया साथ सपोर्ट देखाइराख्नु होला हजुरले मात्र हेर्नुभयो होइन भिडियो तर त्यो भिडियो हजुरले सेयर पनि गरिदिनु होला होइन त्यो भयो भने चाहिँ अरूसँग पनि जान्छ नि त भिडियोहरू सो त्यही हो यति भन्दै आजको भिडियोलाई म बाहिर जान्छु हस्त धन्यवाद जय नेपाल।